हेलो सम्पूर्णमा नमस्ते। वेलकम हेल्दी लाइफ इन नेपाली च्यानलमा। म आज बिहानका 6वटा बानी जसले स्वस्थ र निरोगी बनाउनमा मद्दत पुग्दछ यसबारेमा म क्लियर गर्न चाहन्छु। साथीहरू, बिहान हाम्रो कस्तो चल्छ, बिहान हाम्रो कस्तो चल्छ, दिन त्यस्तै चल्छ। बिहान यदि नराम्रो भयो भने दिनभरि नरमाइलो अथवा काम असफल हुन्छ। यदि बिहान राम्रो भयो भने दिनमा राम्रो हुन्छ। हरेक बिहान राम्रो भयो भने हरेक दिन राम्रो हुन्छ। हरेक दिन राम्रो भयो भने जिन्दगी राम्रो हुन्छ। त्यस्तै बिहान हामीले के कस्ता बानीहरू अपनाउँदाखेरि हामी स्वस्थ र निरोगी हुन सक्छौँ त भन्ने बारेमा म भन्न गइरहेको छु। र बिहान हामीले गर्नै पर्ने एउटा मुख्य बानी छ, यो अपनाउनै पर्छ। यो बानी जो बानी रहेको छ, हामीले 4 बजेदेखि बिहान 4 बजेदेखि 6 बजेभित्र उठिसक्नुपर्छ। ब्रह्म मुहुर्तभित्र हामीले उठिसक्ने। ब्रह्म मुहुर्तमा यो हाम्रो वातावरणमा एक त अक्सिजनको मात्रामा एकदमै राम्रो हुन्छ, जसले हाम्रो ब्लड प्रेसर, हाम्रो रक्त सञ्चारमा एकदम सहयोग पुग्दछ। रक्त सञ्चार राम्रो गर्दछ शरीरको। बिहान भनेको प्रकृतिको शुद्ध ऊर्जा प्राप्त गर्ने समय हो। बिहान भनेको बिहान 5 बजे उठेपछि हामीलाई के हुन्छ त भन्दाखेरि 2-3 घण्टा अरू एक्स्ट्रा पनि हाम्रो लागि मिल्दछ। किनभने हामी 8-9 बजेतिर उठ्थ्यौँ भने पहिला, आजदेखि 5 बजे उठ्नुहोस्, 2-3 घण्टा त एक्स्ट्रा हाम्रो लागि मिल्यो। यो एक्स्ट्रा 2-3 घण्टा हाम्रो लागि कुनै अर्को नयाँ काम गर्नलाई एउटा मद्दत मिल्दछ। त्यस्तै अर्को बिहान अपनाउनु पर्ने बानी रहेको छ धन्यवाद भन्नु। जस्तै अब बिहान उठ्ने बित्तिकै हामीले भगवानलाई अथवा देवी देवताहरूलाई हामीले धन्यवाद भन्नुपर्छ। धन्यवाद, मैले आजको बिहान मलाई एकदम मिल्यो, मेरो दिन राम्रो होस् भनेर एउटा धन्यवाद प्रकट गर्नुपर्दछ हाम्रो देवी देवता अथवा भगवान अथवा जो हुनुहुन्छ। अनि धन्यवाद प्रकट गर्नुपर्दछ। यसले सकारात्मक विचार हाम्रो दिमागमा पस्छ र सकारात्मकतामा हामी अगाडि बढ्दछौँ। त्यस्तै अर्को एउटा मेन आदत रहेको छ खाली पेटमा मनतातो पानी खानु। बिहान हामी उठ्ने बित्तिकै अनि त्यसपछि अर्को रहेको छ एउटा खाली पेटमा मनतातो पानी पिउने। यो खाली पेटमा मनतातो पानी पिउनाले के हुन्छ भन्दाखेरिमा एक त हाम्रो रातभरि पानी खाएका हुँदैनौँ। रातभरि नखाएको पानीको यो 2 गिलास पानी खाँदाखेरि पानीको आपूर्ति हुन्छ भने हाम्रो यो बिहानको 2 गिलास पानीले पाचन शुद्ध हुन्छ। हाम्रो पाचन शक्ति, डाइजेस्टिभ सिस्टम बलियो हुन्छ, कब्जियत हुन दिँदैन, पाचनमा एकदम राम्रो हुन्छ। यो 2 गिलास पानीले गट क्लिन्जिङ पनि गर्दछ, हाम्रो पेटको सफाइ पनि गर्दछ। त्यही भएर यो खाली पेटमा 2 गिलास मनतातो पानी 1 दिन मात्र होइन, 2 दिन मात्र होइन, सधैँ खाने बानी बसाल्नु पर्दछ। त्यस्तै अर्को रहेको छ ध्यान र मेडिटेसन गर्ने। बिहानको एउटा मेन आदत भनेको ध्यान र मेडिटेसन हो। एकदमै बिहानको उठ्ने बित्तिकै हामीले एकदम शान्त स्वभावमा, शान्त वातावरणमा ध्यान गऱ्यौँ, एकहोरो एउटा सोचिरह्यौँ भने एउटा नयाँ कामको बारेमा, अथवा ध्यान गऱ्यौँ अथवा मेडिटेसन एकदमै शान्त वातावरणमा बस्नाले, लामो लामो सास लिनाले हाम्रो ब्रेनमा एउटा के हुन्छ त भन्दाखेरि सकारात्मक सन्देश जान्छ। ब्रेनमा एउटा रसायनहरू रिलिज हुन्छ, ह्याप्पी रसायनहरू, जस्तो कि सेरोटोनिन, इन्डोर्फिन जस्ता ह्याप्पी हर्मोनहरूको उत्पादन ध्यानले, मेडिटेसनले हुन्छ। स्ट्रेस, एन्जाइटी यस्ता तनावहरू, मनमा एउटा भएको डरलाई हटाउँछ। ध्यान र मेडिटेसनले गर्दाखेरि स्ट्रेस कम गर्नमा मद्दत गर्दछ। त्यस्तै अर्को एउटा मेन एउटा बिहान उठ्नुपर्ने कारण भनेको मुभमेन्ट गर्नुपर्छ हामीले। जस्तै एक्सर्साइज, मेडिटेसन, योगा, स्ट्रेचिङ, वाकिङ, हिँड्नु, दौड्नु, एक्सर्साइज गर्नु भयो, फिजिकल एक्सर्साइज हुने काम गर्ने बिहानको समयमा एउटा यो बानी पनि हामीले बसाल्नु पर्दछ। एक्सर्साइज गर्ने, दौड्ने, हिँड्ने, केही कुनै न कुनै
काम गर्ने यस्तो बानी बसाल्नुपर्छ जसले गर्दा हाम्रो ह्याप्पी हर्मोन पनि रिलिज हुन्छ र हाम्रो स्वास्थ्यको लागि विभिन्न रक्त सञ्चारहरू भयो, विभिन्न शरीरका मसलहरूको पनि एक्सर्साइज हुन्छ, जसले गर्दाखेरि एउटा ह्याप्पी हर्मोनको पनि बढ्छ। ह्याप्पी हर्मोन जस्तै सेरोटोनिन भन्ने बढ्छ। ह्याप्पी हुनु भनेको स्वास्थ्यको लागि एकदम राम्रो हो। र अर्को एउटा बिहान गर्नुपर्ने बानीहरूमा एउटा अर्को के छ भन्दाखेरि 15 मिनट जति लेख्ने अथवा कुनै पनि चिजहरू पढ्ने, किताबहरू भयो, पत्र पत्रिकाहरू पढ्ने, लेख्ने, कुनै आफ्नो लक्ष्यको आफ्नो अथवा उद्देश्य के छ त्यसको बारेमा लेख्ने, पढ्ने बानी बसाल्नुपर्छ। हरेक मिनट 15 मिनट पढ्नाले वर्षमा 15वटा किताब पढिन्छ, 15वटा किताब पढेर भ्याइन्छ। त्यस्तै लेख्ने, अब कुनै पनि लक्ष्यको बारेमा, उद्देश्यको बारेमा लेख्ने अथवा दिनको कामको बारेमा लेख्ने, यो गर्नाले काममा फोकस हुन्छ। कुन कामको बारेमा लेखिएको छ त्यो काम दिउँसोको टाइममा हामीले त्यस कामलाई सम्पन्न गर्नको लागि एउटा प्रेरणा मिल्दछ यो लेख्ने बानीले। त्यस्तै अर्को बिहान स्वस्थ हुनको लागि गर्नुपर्ने अर्को एउटा बुदा रहेको छ आफूले आफैलाई एकदम राम्रो प्रशंसा गर्नु। जस्तो ऐनाको सामु गएर ऐनामा हेरेर आफूले भन्नुपर्छ कि म एकदम क्यापेबल छु, म स्ट्रङ बलियो छु। म यदि बिरामी हुनुहुन्छ भने म बिरामीबाट सन्चो हुँदैछु भन्ने एउटा सकारात्मक कुराहरू आफूमा आफै बोल्नुपर्छ। जस्तो बोल्यो त्यस्तै हुँदै जान्छ। राम्रो बोल्यो राम्रो हुँदै जान्छ, नराम्रो बोल्यो नराम्रो हुँदै जान्छ। जस्तो कि कुनै पनि काम म सक्दिनँ होला भनेपछि त्यो काम कहिले पनि सकिँदैन। म कोसिस गर्छु त्यो काम सकिन्छ होला भनेर यसरी बोल्दा बोल्दा जाँदाखेरि हरेक कामहरू पुग्दछ। हो यस्ता बानीहरू हामीले आज गर्ने भोलि गर्ने छोड्ने होइन। यो बानी भनेको रेगुलर हाम्रो जीवन जतिसम्म चलिरहन्छ त्यतिसम्म गर्नाले हामी सफल हुन्छौँ र खुसी हेल्दी लाइफ हुन्छ हाम्रो। र यस्ता यी बानीहरूलाई फलो गर्नुहोस्, हामीले फलो गर्नुपर्छ। हाम्रो स्वास्थ्य र निरोगी जीवन बाँच्नको लागि यस्ता नियमहरू फलो गर्नुहोला। र म लास्टमा एउटा रिक्वेस्ट गर्न चाहन्छु, मेरो च्यानल नयाँ पनि हो र सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट केही सोध्नुपर्ने भए कमेन्ट गरिदिनु होला। ओके, धन्यवाद।